के कुरा भयो, के निर्णय भयो? निर्वाचन सम्बन्धी जाने भन्ने कुरा भयो र हरेक दलहरूले आफ्नो कुराहरू राख्नुभयो र विशेष गरेर हामीले 8वटा मुद्दा राखेका छौँ। अहिलेको जेनजीको आन्दोलन भनेको 84 को चुनाव 82 मा गर्नका लागि होइन। युवा आन्दोलन भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीका लागि हो। युवा आन्दोलन भनेको प्रदेश संरचना खारेजका लागि हो। युवा आन्दोलन भनेको गैरदलीय स्थानीय तहका लागि हो। युवा आन्दोलन भनेको संवैधानिक निकायमा राजनीतिक नियुक्ति बन्दका लागि हो र युवा आन्दोलन भनेको भ्रष्टाचार नियन्त्रणका लागि नयाँ कानुन निर्माणका लागि हो। युवा आन्दोलन भनेको अहिले जो वास्तविक जेनजीहरू छन् ती वास्तविक जेनजीहरू आज 25 वर्षसम्मका 90% छन्, तर अहिलेको संविधानले के भन्छ भने 18 वर्षको जेनजीले चाहिँ भोट हाल्न पाउँछ, तर 25 वर्ष नपुगिकन उम्मेदवार बन्न पाउँदैन। त्यो चाहिँ कानुन खारेज गर्नु पर्यो र अर्को अनलाइन मतदान सिस्टमबाट अगाडि बढ्नु पर्यो र विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई मतदानमा सुरक्षित गर्नु पर्यो भनेर रापरपाको तर्फबाट मैले 8वटा बुँदा चाहिँ आज राष्ट्रपतिलाई बुझाइएको छ र यो बुँदाहरू म तपाईँलाई उपलब्ध गराउँछु र विशेष गरेर राष्ट्रपतिलाई र प्रधानमन्त्रीलाई आज हामीले भनेका छौँ र मैले भनेको छु हामीले रापरपाको तर्फबाट यो सिर्फ 84 को चुनाव 82 मा गर्नका लागि हुबहु नजानुस्, संविधान संशोधन गर्नुस्, प्रदेश संरचना खारेज गर्नुस्, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीमा जानुस्, तब मात्र समस्याको समाधान हुन्छ। होइन भने यो कुरा यदि लागू गर्न सकिएन, भ्रष्टाचारीलाई कारबाही गर्न सकिएन, हत्यारालाई कारबाही गर्न सकिएन भने फेरि आन्दोलन उड्न सक्छ भनेको छ।